हेलो गाइज वेलकम टु माई न्यू ब्लग सन्चै राम्रो हेर्नु 5,000 पुगेछ। यहाँ दाइले काम लिएर बस्न दाइको काम छैन होइन। अनि दुई भाइले चाहिँ भिडियो बनाउनु लाहम आउँदै दाइ र म चाहिँ भिडियो बनाउँदै इन्जोय गरेर अब क्या त काम छैन, टाइम पास त गर्नु पर्यो। यहाँ चाहिँ अब सबैजनाले काम गर्दै हुनुहुन्छ, भएकाले गर्दैछन्, नभएका छँदै छैनन्। यहाँ ईश्वर दाइ चाहिँ काम भ्याएर फोन चलाउँदै हुनुहुन्छ। भाइले यहाँ छड्के बनाउनु लाग्छन्, भाइले छड्के हानै छन्। अनि दाइले फोन धेरै हेर्नुहुन्छ, तयार सामान यहाँ सबैजना यहाँ चाहिँ नरिँदै हुनुहुन्छ। हेलो नरिन दाइ, के छ काम गर्नु आएन दाइ? काम छैन भाइले चाहिँ छड्के बनाउनु लाग्छन्। छड्के बनाउनु हेलो यता हेर भाइ, के छ कतिको छड्के बनाउनु लाग्यो? आठना कहिले ल्याउँछ? आज ल्याउँछौ? ठिक छ। नरिन दाइ त मुसी हाँस्दै बस्न यहाँ सन्जय दाइले काम गरिदिनुहुन्छ। आज बिहान एउटा तिलेर बिगार्नु कि दाइले एउटा होइन। हेलो दाइ यता हेर्नु त दाइ, फोन हेरेर काम गर्दै फोन गर्दै त्यही भएर सामान बिग्रिन्छ के। आज कसरी सामान बिगार्नु दाइ तपाईँले? अनि एउटा छ कि एउटा भाइ कति बिग्रियो दाइ भनिदिनु ल। मैले अस्ति एउटा भिडियो हालेको थिएँ नि त, त्यही भिडियोमा तिलेर बनाउनु लागेको दाइले एउटा बिगारेर अर्को बनाउनु लाउनु हो। आज भयो त्यो नत्र काम होइन। नवीन दाइरमा चाहिँ यत्तिकै बसिरहँ, दाइले काम लिएर बस्नु गाह्रो छ। सुनको भाउ बढिरह होइन दाइ, त्यही त काम गर्नु छैन। भाइ चाहिँ यहाँ तिलेर खाल्दैछन्, हामी चाहिँ बाहिर जानु लाग्छौँ दाइ। दुई भाइ गएर चिया खाना। हामी बाहिर निस्किसकेका छौँ, चिया खानु जाँदैछौँ। हिनाले यहाँ हुन्छ फाइनली यहाँ दाइहरू चाहिँ काम गर्दै हुनुहुन्छ। यहाँको काम छ दाइ, के गर्नु छ दाइ? काम कस्तो छ दाइ तपाईँको? दाइ नमस्ते। काम दाम कस्तो छ दाइ तपाईँको? काम एकदम खतरा चलिरहेको छ। 3.5 लाख रुपियाँ भाइ मेरो सुनको भाउ। म चाहिँ यता दाइको कारखानामा आएको छु। भेनाल चाहिँ काम गर्दै हुनुहुन्छ। हेलो भेना, के गर्दै हुनुहुन्छ भेना? काम के बनाउनु लाउनु हो? किन बोल्नु न र? यता लजाउनु हो भेना चाहिँ अलि हँसुली बनाउनु लाउनु हो। कतिको भेना यो हँसुली? भेना मेगासिरी घर थुक्न जान हो कि बाहिर। दा भेनाले चाहिँ यहाँ हँसुली हान्दै हुनुहुन्छ होइन। भाइआनाको कहिले थाल्नको भेना यो? सुनको भाइ यसो महँगो छ, के भन्नु चाहनुहुन्छ भेना? अझै बढोस् किन? चाहिँ काम गर्दै हुनुहुन्छ। यता हेर्नु, फेस त देखाइदिनु, नलजाउनु यता। ल यहाँ चाहिँ दाइ चाहिँ उता जानुभएको छ, म यहाँ एउटा ट्याक्क हिँड्दैछु, चिया खान जाँदैछु। दाइ चाहिँ यहाँ फोन चलाउँदै हुनुहुन्छ नवीन दाइले। यता यो चाहिँ हाम्रो सन्तोष दाइको कारखाना हो।